यतिखेर परिवर्तन गर्नु पर्यो, देशको परिवर्तनमा यतिखेर सबै युवा सबै नेपाली जनता लाग्नु पर्यो। र जेनजी पुस्तालाई आज के भनिँदैछ भने ऋषिजी म तपाईँलाई एउटा अनुरोध गर्न चाहन्छु, के भनिँदैछ भने आज उसलाई के अरे जेनजी पुस्तालाई आतंककारीको ट्याग लगाइँदैछ, अवसरवादीको ट्याग लगाइँदैछ। जेनजी पुस्ता यो हो अग्रसरवादी र परिवर्तनकारी। यी कुराले चाहिँ जेनजी पुस्ता अगाडि बढेको छ र तपाईहरुलाई म सम्पूर्ण नेपाली जनतालाई आह्वान, यो मिडिया मार्फत आह्वान गर्न चाहन्छु, तपाईहरुले यतिखेर साथ दिने बेला हो, यतिखेर भन्ने बेला हो, कहाँ सुध्रिनु पर्छ, कहाँ के गर्नुपर्छ, कुन तरिकाले अघि बढ्न सकिन्छ त्यो तरिकाले अघि बढ्ने हो र मुलुकको परिवर्तन गर्नका निम्ति र जनताको भाग्य र भविष्यलाई सुनिश्चित गर्नका निम्ति र स्वतन्त्रता राष्ट्रिय र राष्ट्रको अखण्डता र सार्वभौम सत्ता बचाउनका निम्ति र विभिन्न मागहरू छन्। हामी यी मागहरू यहाँ मिडियाबाट भनेर साध्य पनि धेरै अझै मागहरू के छन् भनेदेखि पूर्व प्रधानमन्त्रीहरूलाई सकेसम्म उम्मेदवारी दिन नदिने चुनावमा, एउटा कुरा त्यो पनि छ। अर्को कुरा के छ भनेदेखि के हुन्छ भनेदेखि आन्दोलनका समयमा यो सीसी क्यामेरा जुन फुटेजहरू एउटा तपाईहरुलाई अब धेरैलाई दुःख लाग्न सक्छ, यो कुरा दुःख लागोस् केही पनि फरक पर्दैन, तर आज सीसी क्यामेरा फुटेजहरू सार्वजनिक गरेर आज गाउँमा लास गएको छ, गाउँमा घाइते शरीर गएको छ, अब फेरि गाउँका युवाहरू फेरि जेल जानुपर्ने, सर्वसाधारणका छोराछोरी जेल जानुपर्ने। आज सारा नेपाली आमाका एक पुस्ता विदेशमा छ, अर्को पुस्तालाई जेल हाल्ने। म त भन्न चाहन्छु, यही मिडिया मार्फत भन्न चाहन्छु, जुन अहिलेका गृहमन्त्रीज्यूबाट तत्काल आदेश हो, यो आदेश के होस्, यदि जेल बनाउने भने ठुलो जेल बनाऊ, काठमाडौँमा जेल बनाएर सकिँदैन आन्दोलनकारीलाई जेल हालेर, ठुलो पहाडतिर एउटा ग्रामीण भूभागमा पुरै जेल बनाएर हालिदिउँ। होइन भने त जेनजी पुस्ताले परिवर्तन ल्याएको हो नि त, परिवर्तन ल्याएको भोलिपल्टबाट आन्दोलन गरेर देशमा के अरे परिवर्तन अवस्था परिवर्तन सरकार ढालिसक्यो, 2 दिनमा सरकार ढालिसक्यो, अनि अब जेल जानुपर्ने।